हाई सबैलाई नमस्ते। आज चाहिँ पार्ट 2 हेर्नु म पछाडि आएको छु। म चाहिँ अब यो भेरीहरूको टुर देखाउँदैछु तपाईलाई। हेर्नु गाइस, यो चाहिँ परिचितले हाम्रो ड्याडीहरूले बनाएको भेरी। हेर्नु गाइस, भेरी पनि बढिसकेको छ। हेर्नु पारी चाहिँ अब भेरी बढ्दैछ हाम्रो यो केरा। हाम्रो घर चाहिँ हेर्नु अमिलोको बुट्टा फलिसकेको छ। यो चाहिँ आमको बुट्टा, यो पनि अमिलोको। यो किमु यो चाहिँ यो ठुलो रुख छ त, ठुलो रुख। यो चाहिँ बेलौतीको ठुलो रुख हो। अनि बेलौती यता पाइन्छ रुख। हेर्नु हेर्नु गाइस, चाहिँ यति लामो भइसकेको छ। यो चाहिँ हाम्रो, यहाँ चाहिँ मकै फुल्दैछ। यता चाहिँ गाजर सब फुल्दैछ। यता गाजरको बुट्टा कता गयो रुँगै गाइस, म खोज्दैछु कता गयो। गाजरको बुट्टा अहिले चाहिँ देखेको छैन गाइस। चिया चाहिँ मान्छे बसिरहेका छन्। म चाहिँ अहिले भलक बनाउँदैछु। कस्तो मेरो साथी पनि आउँछ अब गाइस। यो चाहिँ हाम्रो माइमाको घर। यहाँ चाहिँ बुङ्गुर रहन्छ यो घर जस्तोमा। हाम्रो गाउँ चाहिँ अब विकास हुँदैछ। यो बालेन सरकारले राम्रो गराउँदैछ। गिरेमती सुदन गुरुङ र अर्को गिरेमती रवि दाईलाई पठाइदिनु होला, बालेनलाई पनि पठाइदिनु होला यो भिडियो चाहिँ। हेर्नु रोड अब बन्दैछ यतातिर पनि। हेर्नु गाइस, यो चाहिँ हाम्रो टोयलेट रहिरहेको छ। हेर्नु, यो चाहिँ हाम्रो सिडी रहेको छ। बेलौती हेर्नु है गाइस, पाएको छ। हेर्नु गाइस, बेलौती देख्यो। हेर्नु गाइस, बेलौती देख्नुभयो। बेलौती यति ठुलो भइसकेको छ। पाकेपछि हाम्रो खान्छौँ, त्यो रुखमा चढ्छौँ। अहिले त म चाहिँ मजाले, अहिलेको चाहिँ 1:12 बजेको छ। हेर्नु, यहाँ चाहिँ त्यो बुङ्गुर रहिरहन्छ। चाहिँ यस्तो झ्याउ लाग्छ। पहिला मेरो नयाँ आइडी पुरानो आइडी थियो, त्यो चाहिँ ब्लक भएर डिलिट भएर अहिले चाहिँ म नयाँ आइडी चलाउँदैछु। सबैजना लाइक शेयर सब्सक्राइब पनि कमेन्ट पनि गरिदिनु होला। म तपाईलाई माया पनि पाउनेछु, सबलाई माया गर्नेछु। मलाई यो भिडियोमा चाहिँ 1 मिलियन बनाइदिनु होला। अरू भिडियोमा भ्युज पनि मिलियन बनाइदिनु होला। म यति भन्न चाहन्छु। हेर्नु, यो चाहिँ भेरी यहाँदेखि पनि देखिन्छ कि नै। देख्नु गाइस, हेर्नु चाहिँ यता के लेखेको छ। हेर्नु यो दिपो सन्दीप हो। यो चाहिँ नवीन हो। यो चाहिँ मेरो दाइ चाहिँ अहिले इन्डिया छ। जेठो दाइ चाहिँ काम कमाउन गएको छ। यो माइल दाइ इन्डिया फेरि फुपूसँग बस्न गएको छ। अब 1-2 दिन पछाडि आउँदैछ मेरो दाइ। अर्को माइलो दाइ 1-2। हेर्नु गाइस, यो चाहिँ बन्दुक जस्तो लाग्यो किन तपाईँलाई थाहा नै गाइस। हेर्नु गाइस, बन्दुक जस्तो। यो घरमा चाहिँ अस्ति न 8 वैशाख 8 गते बिहे थियो। हामी चाहिँ बिहेमा गयौँ, रमाइलो गऱ्यौँ, नाच्यौँ। सबैजना को आउनुभयो त कमेन्टमा गरिदिनु होला।
म पनि आएको भनेर कमेन्टमा लेखिदिनु होला। हेर्नु गाइस, म चाहिँ आजको लागि यति गर्न चाहन्छु। सबैजनाले लाइक शेयर सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला। म चाहिँ आजको लागि यति भन्न चाहन्छु। बाई।